नमस्कार। सामाजिक सञ्जालमा भिडियो बनाउने जो कोहीको मनमा एउटा प्रश्न पक्कै आउँछ। अरूको गीत वा भिडियो क्लिप प्रयोग गर्न मिल्छ कि मिल्दैन? कतै यो अनसेफ त छैन? आज हामी यही भिडियो कपिराइटको बारेमा कुरा गर्दैछौँ, जुन हरेक क्रिएटरको लागि जान्नै पर्ने विषय हो। ल सुरु गरौँ है त, सबैभन्दा ठूलो अनि सबैलाई लाग्ने प्रश्नबाट। प्रश्न एकदमै सिधा छ हैन त? अरूको भिडियो, फिल्मको कुनै टुक्रा वा गीत आफ्नो कन्टेन्टमा प्रयोग गर्दा आखिर हुन्छ के यो सो गर्नु सेफ हो? अब यसको एकदमै सिधा र सफा जवाफ के हो भने मिल्दैन। पाइँदैन। कुनै पनि बहानामा अरूको ओरिजिनल कन्टेन्टलाई त्यसै उठाएर प्रयोग गर्न पाइँदैन। यो नै कपिराइटको सबैभन्दा आधारभूत नियम हो, जुन सधैँ याद राख्नुपर्छ। त्यसो भए कपिराइट उल्लङ्घन र कपिराइट इन्फ्रिन्जमेन्ट भनेको चाहिँ के हो त? एकदमै सजिलो छ। अरूले बनाएको भिडियोलाई डाउनलोड गर्ने, स्क्रिन रेकर्ड गर्ने वा अलि यताउति एडिट गरेर फेरि अपलोड गरिदिने हो, यही काम नै कपिराइट उल्लङ्घन हो। एकदम क्लियर कट छ यो कुरा। ल अब कुरा गरौँ केही यस्ता भ्रमहरूको बारेमा जुन एकदमै कमन छ, तर जसले गर्दा धेरै क्रिएटरहरू समस्यामा पर्ने गर्छन्। यो त धेरैले सोध्छन् हैन र? अडियोमा अलिकति एको हालिदिने, भिडियोलाई यसो मिरर गरिदिने, कलर पनि अलिअलि चेन्ज गरिदिने, यति गरेपछि त सिस्टमले कहाँ चिन्छ र? सेफ भइहाल्यो नि। तर वास्तविकता अर्कै छ। यो नै सबैभन्दा ठूलो भ्रम हो। यस्ता सानोतिनो एडिटिङले कपिराइटको समस्याबाट, लेट मी बी क्लियर, कदापि बचाउन सक्दैन। तर प्रश्न आउँछ, किन काम गर्दैन त? कारण सिम्पल छ। सोशल मिडिया प्लेटफर्महरू हामीले सोचेभन्दा धेरै स्मार्ट भइसके। उनीहरूको सिस्टमले अडियोको प्याटर्न, मतलब त्यसको डिजिटल फिङ्गरप्रिन्टलाई सजिलै चिन्छ, भिडियोको हरेक फ्रेमको स्ट्रक्चरलाई एनालाइज गर्छ। त्यसैले एको, मिरर, फिल्टर जस्ता कुराले ओरिजिनल कन्टेन्टको त्यो डिजिटल चिनारीलाई लुकाउनै सक्दैन। ओके, त्यसो भए मानिलिउँ कन्टेन्ट समात्यो रे, अब के हुन्छ? सिधै पुलिस मुद्दा मामिला नै लाग्ने हो कि प्लेटफर्मले नै केही गर्छ? आउनुहोस् यो कुरालाई राम्ररी बुझौँ। सबैभन्दा ठूलो डर त यही हो हैन? कपिराइट भएको भिडियो हाल्यो भने पुलिसले समात्छ कि, अदालत धाउनुपर्छ कि, वा कुनै ठूलै केस मुद्दा लाग्छ कि? यो डर सबैको मनमा हुन्छ। हेर्नुहोस्, वास्तविकतामा दुई किसिमका असरहरू हुन्छन्। पहिलो, प्लेटफर्म लेभलमा हुने असर, जुन एकदमै कमन हो, अनि दोस्रो, कानुनी समस्या, जुन चाहिँ एकदमै रेयर, मतलब दुर्लभ हुन्छ। धेरैजसो केसमा के हुन्छ भने कि त भिडियो हटाइन्छ, कि च्यानलमा वार्निङ वा स्ट्राइक आउँछ, पेजको रिच कट्न सक्छ वा मोनेटाइजेसन नै बन्द हुन सक्छ। तर लिगल एक्सन, त्यो चाहिँ ठूलै स्केलमा चोरी भएको वा जानाजानी ठगी गरेको जस्तो एकदमै रेयर केसमै मात्रै हुन्छ। त्यसैले यसबाट के बुझ्नु पर्यो भने 99% समस्या प्लेटफर्म लेभलमै समाधान हुन्छ। भिडियो अपलोड गर्यो भन्दैमा सिधै क्रिमिनल केस लाग्ने होइन। यो एक किसिमको अनलाइन सिभिल इस्यु हो, जसलाई प्लेटफर्मले नै ह्यान्डल गर्छ। ल समस्याको कुरा त धेरै भयो। अब समाधानतिर लागौँ। कसरी बनाउने त यस्तो कन्टेन्ट जुन सेफ पनि होस् र कपिराइटको झन्झट पनि नहोस्? सेफ कन्टेन्ट बनाउने केही एकदमै प्र्याक्टिकल तरिकाहरू छन्। 1. सकेसम्म ओरिजिनल अडियो, मतलब आफ्नै आवाज प्रयोग गर्ने। 2. अरूको भिडियोमाथि आफ्नो भोइसमा एक्सप्लेन गर्ने वा कमेन्ट्री दिने। 3. रिभ्यू, रियाक्सन वा स्टोरी रिक्याप जस्ता ट्रान्सफर्मेटिभ कन्टेन्ट बनाउने। ट्रान्सफर्मेटिभको मतलब ओरिजिनल कन्टेन्टलाई जस्ताको तस्तै नराखी त्यसमाथि आफ्नो केही नयाँ भ्याल्यू थप्ने। अनि 4. यदि अरूको क्लिप प्रयोग गर्नै पर्यो भने रेफरेन्सको लागि एकदमै छोटो, केही सेकेन्डको मात्रै राख्ने। यति गर्दा कपिराइटको रिस्क एकदमै कम भएर जान्छ। ल अब अन्त्यमा यो सबै कुराको सार के हो त? द फाइनल मेसेज। 3वटा मुख्य कुरा याद राखौँ। पहिलो, कपिराइट उल्लङ्घनले पुलिस वा अदालतभन्दा पहिले प्लेटफर्ममा असर गर्छ। दोस्रो, यसबाट डराएर बस्ने होइन, बरु स्मार्ट र सचेत भएर कन्टेन्ट बनाउने हो। अनि तेस्रो, लङ टर्म ग्रोथ चाहने हो भने ओरिजिनल कन्टेन्टको कुनै विकल्प छैन। अन्ततः ओरिजिनल नै टिक्ने हो। र अन्त्यमा एउटा कुरा सधैँ याद राख्नुपर्छ, सबैभन्दा ठूलो सुरक्षा भनेको नै सही जानकारी लिएर कन्टेन्ट बनाउनु हो। नजानेर गल्ती गर्नुभन्दा जानेर सही बाटो हिँड्नु नै उत्तम हो।